टिकट त हामी जति गरे पनि 100 रुपियाँ गरे पनि विरोधै हुने हो। 300 मा के अरे महिनाभरि भनौँ न 32वटा म्याच हेर्न सकिने व्यवस्था पनि छ। विवाद भइसक्यो, कमसे कम विवाद होस् भन्नका लागि हो। अब कुनै खालको दुधले धोएको भने पनि विरोध आउँछ, तर अलिअलि कमजोरी मैले साउथ एसियनको टिमसँग T20I नै व्यवस्थापन गर्नुपर्छ भनिरहेको छु। कन्ट्रीहरूले बिफोर हाम्रो क्वालिफायर आन्दोलनभन्दा पहिला नेपाल आउँछ भने कमिटमेन्ट गरेका, अहिले यो अवस्थामा आउन सक्दैन भनेर अलि यो अवस्थामा भन्ने कुरा भएको हुनाले अलि मेबी हाम्रो अधिकांश म्याचहरू भारतमै हुन्छ। पोजिटिभ BCCI र ICC अल्सो ICC कसरी हो नेपालका लागि एकदमै चाहिँ सकारात्मक रूपले सहयोग ICCले जुन तरिकाले अझै पनि नेपाल प्रिमियर लिग फुल्ली स्याङ्सन गरेको छ भनौँ न, जुन हिसाबले 4 जना मात्रै टेस्ट प्लेयर खेल्न पाउने नियम छ। ICCको पनि यो लिग स्याङ्सन गर्नेमा स्टाफको हातमा हुँदो रहेछ होइन। अब यो वर्ष त अब सकिहाल्यो होइन। इन्डियालाई कहीँ होम ग्राउन्ड बनाऊ, जहाँ पनि जे गर्न तयार छन्। नेपालको टिम आउँदैन भनेपछि टेस्ट प्लेइङ कन्ट्री हामी चाहिँ इन्डियामा गएर हामी ट्रायङ्गुलर सिरिज या बाइलेटरल सिरिज एउटा अन्तर्वार्तामा चाहिँ हजुरले टिममा एकता नभएको कुरालाई अलिक कोट्याउन खोज्नु भएको थियो होइन। अब यो व्यक्तिगत भन्दा पनि टिम चाहिँ एकजुट बनाउनु जरुरी छ। टिम एकता भयो भने मात्रै पर्फर्मेन्स राम्रो हुन्छ। आइरहेछन् मैले भने त प्लेयरबाट पनि गुनासो आइरहेछ, म्यानेजरहरूबाट पनि गुनासो आइरहेछ भने यसलाई कसरी म्यानेज गर्ने। टिम चाहिँ एकजुट हुनुपर्छ देशका लागि खेल्दै गर्दाखेरि होइन। कसैले चाहिँ यसलाई चाहिँ सामान्य रूपमा लिनु हुँदैन। ओभरअल तयारी त अब राम्रै छ होइन। मलाई लाग्छ अब NPL कमिटीले पनि अब समग्र अफिस लगायतले पनि तयारी भइरहेछ। अरू केही कुराहरू लास्ट आवरमै हाम्रो निर्णय हुने हुनाले के प्राविधिक कुरा बाँकी होला, बाँकी त छ। अब ग्राउन्ड पनि नयाँ कन्स्ट्रक्सन भइरहेको हुनाले ग्राउन्डको पनि अझै फेन्सिङहरू देखिया छैन होइन। अब समयमै सम्पन्न हुन्छ सबैले। सबैभन्दा ठुलो कुरा त चासो भनेको अहिले समर्थकहरूलाई लाइटमा अन्डर द लाइट गेम हुन्छ कि नै भन्दैछ, के छ कस्तो छ? अब होइन सेड्युल्सहरू त हामी लाइटमै हुने भए निकालिसक्यौँ। मलाई लाग्छ लाइटमै हुन्छ। अलिकति जाडो अरूभन्दा पनि लाइट टेस्टिङ भिजुअल कम्प्लिट गरिसक्यो। अब अलिकति ड्यू पर्ने हो कि भन्ने हिसाबले छ। त्यही पनि म्याच चाहिँ 4 बजी नै सुरु गरेको हुनाले मलाई लाग्दैन अब त्यही समस्या होला। अहिले जाडो चाहिँ हुन्छ दर्शकहरूलाई, लाइटमै म्याच हुन्छ। फरक के देख्न पाउँछ? अब लाइटमा हुनु भनेको अब सबै फरक हो कि फर्स्ट टाइममा होइन। त्यस कारणले पनि अब यसपालि जाडो सहेर पनि भनौँ फ्लड लाइटको म्याचको आनन्द र के अरे NPLको रौनकमा कमी आउँदैन जस्तो लाग्छ। सेक्युरिटी कन्सर्नको पनि कुराहरू छ होइन? सेक्युरिटीको त्यो हामीले एकदम गहन छलफल गरेका छौँ सबै सुरक्षा निकायहरूसँग, लेकिन हाम्रो प्राइभेट सेक्युरिटी र अन्य विश्वविद्यालयको भनौँ न सबैसँग, स्पेसली अब गभर्मेन्ट सेक्युरिटी होइन गृह मन्त्रालयदेखि लिएर काठमाडौँको सबै उपत्यका कुरा भइरहेछ। त्यसमा उहाँहरूको पनि चासो छ। खास गरेर अब यसपछि हुने देशमा हुने विभिन्न खाले यो मोमेन्टहरूको बारेमा चिन्ता छ अरूभन्दा पनि होइन। NPLलाई त सबैले पोजिटिभ नै छ, सबै पक्षको सबै नेपालीको साझा खेल हो क्रिकेट भन्ने कुरामा त कहीँ पनि यहाँ कन्ट्रोभर्सी छैन। तर पनि अब यो मोमेन्टहरूको कारणले के हुनसक्छ भन्ने एउटा चिन्ता स्वाभाविक हो। मलाई लाग्छ सबैले सहयोग गर्नुहुन्छ सहजै रूपले। त्यसैले अब टिकट दरको कुराहरूमा चाहिँ फ्यानहरूले धेरै थरीको कुराहरू छन्। कसैले ठिकै पनि भनेको छन्, तर कसैले महँगो भयो अथवा भन्ने कुरा छ। अब यस्तो टिकट त हामी जति गरे पनि 100 रुपियाँ गरे पनि विरोधै हुने हो होइन। त्यस कारणले अब सिट सङ्ख्या थोरै छ, अब सजिलो पनि छ। अब 300 मा के अरे महिनाभरि भनौँ न 32वटा म्याच हेर्न सकिने व्यवस्था पनि छ। घरमै बसेर हेऱ्यो भनेपछि फ्री अफ कस्ट टेलिभिजनमा पनि डोमेस्टिकमा आइहाल्छ। त्यस कारणले अब इन्जोय क्रिकेटलाई सपोर्ट कसरी गर्ने, कसरी आफूले क्रिकेटको मनोरञ्जन लिने भन्ने कुरा फ्यानको हातमा हो कि। त्यस कारणले अब यो स्वाभाविक हो, यो कुरा आइरहन्छ। यो ब्रोडकास्टिङको चाहिँ धेरै कुराहरू आएको छ अहिले होइन। अब यो गत वर्षभन्दा धेरै कुरामा चाहिँ यो अलिकति प्रक्रिया अझै मिलाउने, पारदर्शी अझै गराउनुपर्छ भनेर NPL कमिटीले मेहनत चाहिँ गरेको छ। अब समयको पाबन्दी र अब धेरै कुरा व्यवस्थाको पक्षले अब छोटो समय भयो, 7 दिनको भयो, कहिलेकाहीँ 2 दिनका लागि पनि निकाल्नुपर्ने अवस्था आयो। किनभने विवाद भइसक्यो, कमसे कम विवाद होस् भन्नका लागि हो। अब प्रतियोगिता गर्दै जाँदाखेरि
गर्दाखेरि अब कुनै खालको दुधले धोएको भने पनि विरोध आउँछ। तर अलिअलि कमी कमजोरी अब समयका कारणले प्रक्रियागत कारण हुँदाखेरि यसलाई धेरै तिलका पहाड बनाउन हुँदैन। मेन एम के हो, हाम्रो उद्देश्य प्राप्ति हुँदैछ कि छैन, होइन? एनपिएल गर्ने हो, एनपिएल चाहिँ एकदम पारदर्शी तरिकाले गर्ने हो, सकभर कमी कमजोरीहरूलाई हटाएर गर्ने भनेर लागेको छ नि। त्यसमा मैले एज ए प्रेसिडेन्ट गभर्निङ काउन्सिललाई मैले बारम्बार सुरुदेखि यस कुरामा चाहिँ सचेत हुनुपर्छ भनेर गरिरहेको छ। मलाई लाग्छ गत वर्षभन्दा धेरै कुराले हामी सुधारमा छौँ। जस्तो पोहोरको सालै 100 करोडको चाहिँ इकोनोमी अथवा चाहिँ ब्रान्ड भनेर चर्चा भएको थियो। बिचमा चाहिँ तपाईँको अब यो पोलिटिकल अनरेस्ट पनि भयो होइन? यो सिचुएसनले तपाईँको अहिले यो ब्रान्डहरूसँगको रिलेसनमा अथवा चाहिँ ब्रान्डलाई अनुबन्ध गर्नेहरूमा चाहिँ कतिको इफेक्ट पारेको छ अथवा हामी बढेको छौँ अथवा कस्तो स्थिति छ? क्यानको हिसाबले त हामी धेरै माथि हुन्छौँ, नेपाल क्रिकेट सङ्घको हिसाबले त राम्रो हुन्छ। तर मेन कुरा जो चाहिँ क्रिकेटलाई माया गरेर त्यो लगानी गर्नुभएको छ अनर्सहरू, फ्रेन्चाइजी, उहाँहरूको भित्री कुरा अहिले थाहा छैन। तर गत वर्षभन्दा अलिकति कसै बेला समस्या परेको छ भन्ने सुनेको छु, होइन? क्यानको हिसाबमा चाहिँ हामी डे बाई डे ब्रान्ड बढेको छ र यो एनपिएलको सफलता नै भोलि नेपाल क्रिकेटको भनौँ न हाम्रो वर्ल्ड कप क्वालिफायर मञ्च छ, भोलि ठुला देशहरू आउने कुरा छ, ए टिमहरू आउने कुरा छ, हामी धेरै कुराहरू यसले निर्धारण गर्ने हुनाले यसलाई चाहिँ अब हामीले कम्प्रोमाइज गरेर यसलाई सफल बनाउनु पर्ने हाम्रो सबैको साझा दायित्व जस्तो लाग्छ। यो भारत भ्रमण हुनुहुन्थ्यो होइन? यो यसमा चाहिँ कस्तो रह्यो भारत भ्रमण? जुन जय शाहसँग ठुलो भेट पनि भयो होइन, फोटो पनि आएको थियो। भारत भ्रमण त अब सधैँ ठिकै रहन्छ, पोजिटिभली उहाँहरूले लिइरहनु भएको के भयो खासमा? टिमहरू होइन, अब के अरे ओरली त सबै भयो, अब लिखित हुन बाँकी छ। मलाई लाग्छ के अरे त्यसको पोजिटिभ रिजल्ट आउँछ। 7 कुरामा सिरिजको कुराहरू भइरहेको छ। सिरिज मैले कोसँग नेपालले खेल्न पाउने अथवा मैले साउथ एसियनको टिमसँग T20I नै व्यवस्थापन गर्नुपर्छ भनिरहेको छु। अब पछिल्लो समय के कन्ट्रीहरूले बिफोर हाम्रो क्वालिफायर आन्दोलनभन्दा पहिला नेपाल आउँछ भने कमिटमेन्ट गरेका, अहिले यो अवस्थामा आउन सक्दैन भनेर अलि यो अवस्था भन्ने कुरा भएको हुनाले अलिकति पछिल्लो समयका कारणले यो अलिकति लम्बिएको हो। साउथ एसियन कन्ट्रीहरू सबै पोजिटिभ छन्, अधिकांश पोजिटिभ छन् कि हामीसँग T20I खेल्न। भनेपछि सिरिज चाहिँ एनपिएल पछि अथवा वर्ल्ड कप अगाडि चाहिँ हामीले वर्ल्ड कप अगाडि एनपिएल पछि तयारीको हिसाबले चाहिँ भारतमै गर्ने भन्ने कुरा पनि आएको छ। अनि प्लस अर्को भेन्यूको हिसाबले हाम्रो म्याचेसहरू चाहिँ भारतमै राख्ने कि भन्ने मैले कुरा पनि रिक्वेस्ट छ। गरेको छु। उहाँले अब आधिकारिक त त्यहाँ अहिले पनि दिएन, आइसिसीले गरेपछि होला होइन। मेबी हाम्रो अधिकांश म्याचहरू भारतमै हुन्छ र जहाँ नेपाली क्राउड बढी छ, दिल्ली मुम्बईमा त्यो कुरा प्रस्ताव राख्नु भएको छ। प्रस्ताव राखेँ। सुरुदेखि मैले यो कुराहरू गरिरहेको छु। अन्य कुराहरू पनि थुप्रै कुराहरू छन्। मलाई लाग्छ पोजिटिभ BCCI र आइसिसी, अल्सो आइसिसी कसरी यो नेपालको लागि एकदमै चाहिँ सकारात्मक रूपले सहयोग गर्न तयार छ। अर्को पाटो चाहिँ आइसिसीले जुन तरिकाले अझै पनि नेपाल प्रिमियर लिग फुल्ली स्याङ्सन गरेको छैन भनौँ न, जुन हिसाबले 4 जना मात्रै टेस्ट प्लेयर खेल्न पाउने नियम छ, त्यस्तो आइसिसीको पनि यो लिग सेन्सन गर्नेमा स्टाफको हातमा हुँदो रहेछ होइन। अब यो वर्ष त अब सकिहाल्यो, अर्को वर्षदेखि समस्या आउँदैन, फुल्ली सेन्सन हुन्छ। अर्को वर्षदेखि सबै कुरा भइसकेको छ। यो वर्ष अब लास्ट आवरमा भयो, ल ठिकै छ, यसमा कम्प्रोमाइज गरेर आइसिसीले पनि यसमै कम्प्रोमाइज गर भन्ने कुरा भएको हुनाले अब हाम्रो भनौँ न नियामक निकाय पनि दातृ निकाय पनि के उसँग धेरै किचकिच झगडा गर्नुभन्दा पनि अर्को वर्षदेखि फुल्ली सेन्सन हुन्छ। जय शाहसँग चाहिँ अरू पूर्वाधारको कुरा भयो, अरू होइन पूर्वाधारको कुरा अरू पछि गभर्मेन्टसँग गएर हामी BCCI ले कुनै सहयोग गर्न सक्दैन। गभर्मेन्टलाई चाहिँ उहाँले एक खालको भनौँ एम्बेसी थ्रो गरेर भनेको छ, पोजिटिभ छ। हामीले गर्न नसकेको अरू सहयोगहरू उहाँ BCCI बाट गर्न सक्ने अथवा आइसिसीबाट गर्न सक्ने त्यस्तो केही आइसिसीबाट संस्थागत भयो? सबै कुरा तयार छन्, ए टिमसँग खेल्न तयार छन् तत्कालको लागि होइन। इन्डियालाई कहीँ होम ग्राउन्ड बनाऊ, जहाँ पनि चाहिँ गर्न तयार छन्। नेपालको टिम आउँदैन भनेपछि टेस्ट प्लेइङ कन्ट्री हामी चाहिँ इन्डियामा गएर हामी ट्रायङ्गुलर सिरिज या बायोलेटरल सिरिज गर्नका लागि उनीहरू तयारै छन्। ट्रेनिङको पाटोमा अब वुमेन्स क्रिकेट अहिले देहरादून गएको छ, तुरुन्तै अर्कोले बोलाएको छ त्यहाँ होइन। भनौँ न अन्य कुरामा पनि सबै एज ग्रुपमा सबै कुरोमा चाहिँ हामीले चाहिँ अब हामीले गर्नुपर्ने कुरा उनीहरूलाई के अरे अधिकांश समय खेलाडीहरूलाई हामीले चाहिँ समय दिनु पर्यो। अर्को बाटो चाहिँ भर्खरै एउटा अन्तर्वार्तामा चाहिँ हजुरले टिममा एकता नभएको कुरालाई अलिक कोट्याउन खोज्नु भएको थियो होइन। अब यो व्यक्तिगत भन्दा पनि टिम चाहिँ एकजुट बनाउनु जरुरी छ होइन। टिम बन्डिङ, टिम एकता भयो भने मात्रै पर्फर्मेन्स राम्रो हुन्छ होइन। यो कुरालाई चाहिँ कसैले भुल्नु हुँदैन। कसैले खेलाडीलाई काखा पाखा गर्न यो चाहिँ अध्यक्ष त मबाट हुँदैन। अरू पनि हामी फ्यामिली या टिम म्यानेजमेन्टले कसैले चाहिँ काखा पाखा गर्न पाइन्न भन्ने कुरा हो। यो कुरा के कुरा आइसकेपछि यो खास टिम म्यानेजमेन्टबाट यो कुरा आएको अथवा कसरी यो यो कुरा आइरहेछ मैले भने त प्लेयरबाट पनि गुनासो आइरहेछ, म्यानेजरहरूबाट पनि गुनासो आइरहेछ भने यसलाई कसरी म्यानेज गर्ने
भनेर हामी छलफलका माध्यमबाट यसलाई चाहिँ मिलाउँछौँ कि मिलाउने हो। यसबाट कसैलाई कारवाही गर्ने भन्ने होइन कि कमी कमजोरीहरूलाई चाहिँ होइन सेपरेट गरेर एक ठाउँमा ल्याउने हो। जसरी सुरुको वर्ष मोन्टी आउँदाखेरि टिम बन्डिङ एकजुट देखिया थियो होइन, त्यही खालको वातावरण बन्नुपर्छ। यहाँ लिग 2 मा हाम्रो पर्फर्मेन्स पनि थोरैले बिग्रिया छ नि त होइन। टिममा चाहिँ भित्रबाट आउनु पऱ्यो कि होइन। हजुरले अब जस्तै क्याच पनि छोड्ने कुराहरू पनि अलिक हल्का कोट्याउनु भएको त्यसमा अलिक यो त टिममा विभिन्न होला पाटाहरू, प्राविधिक पाटाहरू, यो सबैकोमा गइरहेमा गएन। टिम चाहिँ एकजुट हुनुपर्छ देशका लागि खेल्दै गर्दाखेरि होइन। कसैले चाहिँ यसलाई चाहिँ सामान्य रूपमा लिनु हुँदैन। जस्तो अलि एनपिएलमै ब्याक हुन चाहेँ म। जस्तो इन्डिया भ्रमण जाँदाखेरि चाहिँ बिसिसिआईले र आइसिसीले नेपालको एनपिएललाई चाहिँ कसरी हेरिरहेको छ, उनीहरूले कसरी लिइरहेको छ, के बुझ्नुभयो? अब हाम्रो लागि उनीहरूको लागि त सानो लिग होइन, एसोसिएटमा हाम्रो ठुलो सानो लिग मैले भने त एनपिएलको एउटा म्याचबाट उठ्ने रेभेन्यूले हाम्रो 2टा एनपिएल हुन्छ कि एउटा आइपिएलको एउटा म्याचबाट उठ्ने रेभेन्यू हाम्रो 2टा एनपिएल हुन्छ कि भने आर्थिक रूपले त्यति ठुलो छ। तर जुन सालको पर्सेन्टेज अफ भोल्युम फ्यानहरू छ पर्सेन्टेज हो हाम्रो जनसङ्ख्याको आधारमा त उनीहरू तिमीहरूभन्दा बढी छौ। मैले भने होइन सङ्ख्या तिमीसँग छ 100-150 करोड जनसङ्ख्या होला, हाम्रो 3 करोड जनसङ्ख्यामा चाहिँ फ्यानहरू त पर्सेन्टेज हाम्रो बढी छ। त्यस कारणले लोकप्रिय नेपालमा बढी भइसक्यो। त्यस कारण यसलाई चाहिँ आइसिसीले क्यास गर्नु पऱ्यो, आइसिसीले यसलाई चाहिँ बुझ्नु पऱ्यो भनेर भनेको छु। सबैजना पोजिटिभ छ। ठिक छ, हुन्छ, धेरै धेरै धन्यवाद। थ्याङ्क यू।